हेलो गाइज, आज हाम्रो न्यू व्लग यो म माइनक्राफ्ट खेलिरहेको छु। त्यही भएर प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् हैन। माइनक्राफ्टमा मेरो यो युट्युब च्यानल सोमनाथ मगर 102 मा छ, हेर्नुस् जानुस्। मेरो फेस रिभिल वाला अकाउन्ट म देखाउन, त्यही पनि यो खेल्नु हेर्नु न। भाइ मैले के गरेछु, यो मिस्टेकली प्लेस गरेछु। सबै प्ले वुड माइन गर्छु, मसँग भएको भन्न सक्ने अझैसम्म माइन गर्न सक्छ यार गाइस। मैले त त्यत्रो टाढासम्म माइन गर्न सक्छ। मैले रुखे सकाइदिएँ गाइस। अब हामी उता ओइ मैले के गर्छु नेपाली हो हामी त। प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस्। अब हामी भएको जति फुडहरू हामी क्राफ्ट गर्छौँ। यहाँ अनुसार हामी किन्ने एउटा यो पिक्याक्स र मेरो भाइ नि जोइन गर्छ होला, त्यही भएर म उसलाई नि उयो किनिदिन्छु, पिक्याक्स र सोड मात्र, किनभने मसँग वुड छैन। त्यही भएर तर म एक्स मेरो युजमा हुन्छ। अब मलाई चाहिँ न त्यसलाई वुड भन्ने सामान बनाइदिइरहेको छ होइन गाइस। कस्तो घन्टा लाग्यो यार माइन गर्नु। त्यही भएर प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस्। माथि पुग्नुपर्छ यार। मेरो पिसी त छ तर ल्यापटप बिग्रेको क्या। अब यस्तो भयो हामी वुड चप गर्न जाऊँ। हामी त आउँछ मेरो क्राफ्टिङ टेबलमा हामी माइन गर्छौँ। यहाँ मैले एउटा वुड छोडेछु मिस्टेकली, सरी। म यो यता थिच्छु। मेरो भाइको लागि सवल चाहिँ किनौँ होइन चाहिन्छ। अब म कुनै खन्न जान्छौँ हामी। अब सवल त अब हामी वुड एन्ड पिक्याक्सले हामी माइन गर्छौँ। कपर भेट्यो, कपर चाहिन्छ तर म माइन गर्न सक्दिनँ। मलाई चाहिँ न अनमोल यहाँ हेर्नुहोस् यस्तो गाह्रो। बेटे को कैसे खुश करना है, इसलिए उसने अपने कटे हुए पैर को मजेदार तरीके से सजाना शुरू किया। सबसे पहले उसने ऊपर आंखें लगाई, फिर बाल और पूंछें बनाई। इसके बाद थोड़ा रंग लगाया और नाक, हाथ, एक छोटी टोपी भी लगा दी। जब सब कुछ तैयार हुआ तो उसका छोटा बेटा यह देखकर बहुत खुश हो गया। उसे ऐसा बिल्कुल नहीं लगा कि उसके पिता का पैर कटा हुआ है, बल्कि वह हंसते हुए अपने पिता के साथ खेलने लगा। मां के लिए लाइक मलाई किन नबोले भन्दाखेरि मैले चाहिँ चुप बिर्सेछु के गाइस बोल्नु। मेरो यहाँ अरे ल्याग चलिरहेको क्या, किनभने मेरो त यो ल्याग चलिरहेको क्या, अलिअलि देख्नु भइरहेको होला। मैले के यस्तो गाह्रो हुन्छ यार प्लेस गर्न। ले बल्ल आइपुग्यो हाम्रो सर्फेसमा। 15 ऊ छ हामीसँग। हामी अब क्राफ्टिङ टेबलमा गएर हामी अब वुड प्लैंक्स बनाए, स्टिक्स आर्मरमा जाऊँ। एउटा दुईटा फेरि एउटा। अब हामी उता जाने। बाई गाइस, आज हामी अब यो भ्लग 5 मिनेटको मात्र हुन्छ।
अब हामी यो एकछिन गफ गरौँ न गाइज। तर हामी यहाँ सफा टाइम छ क्या हामीसँग, त्यही भएर हामी केही छैन। त्यही भएर अहिले हामी चाहिँ ओए आएर कस्तो राम्रो यो होल। अब हामी यसलाई यता राख्छौँ, मेरो काम चाहिँदैन अब हामीलाई। क्युटी पप्पी, सरी पप्पी, सरी। हामीले चाहिँ यस्तो गर्नुहुन्न पप्पीलाई, यस्तो गर्नुहुन्न। केभ भेट्यो जस्तो छ। ओए केभ के छ नि यहाँ त, पानीमा आइपुगेन। केही देख्दैन गाइस। अब हामी भ्लग यहीँबाट एन्ड गर्नुभयो। बाई गाइस।